शुभ बिहानी सबैजनालाई शुभ बिहानी। अनि म चाहिँ अब मेलोमा उभिसकेको छु अनि उभिसकेर अलिकति खोकी लागेर नुन पानी मनतातो नुन पानी खुल्ला गरेर अब चाहिँ कफी सुरु गर्नु पर्ला। अनि यस्तै त हो नि 365 दिनमा 365 दिनै काम गर्नुपर्ने हुन्छ है। अब यस्तै हो जिन्दगी भन्ने कुरा। पूर्वबाट घाम फुकिरहेछ, म चाहिँ बाहिर एकछिन जुराबलाई पनि घाम देखाउँ भनेर निस्क्यो हो। अनि निस्किने बाहना अनि त्यसो सर्ट भिडियो बनाउने रहर। अनि यति नगरिकन सिधै कुद्दैन ल। एन्टिलाइट पऱ्यो होला राम्रो देखिँदैन। अनि यो पछाडि देखिएको चाहिँ यो कालो खिया देखिएको जति चाहिँ यो इलेक्ट्रिक ट्रेनको मेट्रो ट्रेनहरूको चाहिँ हो। यो एलआरटी छ, एमआरटी छ, अनि के अरे मेट्रो छ, मेट्रो रेल छ, सबै यो लिग हो। जमिनमा त तीन चारवटा लाइन कुद्छ डिफ्रेन्ट जग्गाको लागि। एयरपोर्ट पनि जान सकिन्छ, अनि यहाँ बस जान सकिन्छ हो माथि नै। सबै एरियालाई टच गरेर एलआरटीको रुट बनाएको छ, स्टेसन बनाएको छ। स्टेसन बनाउनलाई पनि त्यत्तिकै हुन्छ लगानी छ, अनि आम्दानी पनि त्यत्तिकै छ। यहाँको कुनै पनि प्राधिकरण भयो, खानेपानी संस्थान भयो, अनि इत्यादि सरकारी कम्पनीहरू जति कोही घाटामा छैन, सबै के अरे फाइदामा छ। टप 10 भित्र सबै सरकारी कम्पनीहरू टप 10 भित्र एकदमै पालै पालो टप 10 मा एक नम्बर 2 नम्बर तलमाथि भइरहेको हुन्छ। जाँदै गरेको छ 1 2 3 4 बट्टा यो जाँदै गरेको छ। अब तलबाट आउँदै पनि गरेको छ है। क्यामेराले भ्याए कि भएन, मेरो भोइसले भ्याए कि भएन। यस्तो छ है त। ल केपी बा तिम्रो थुत्नुमै जिम्मा के अरे सबै छ सुविधा। यहाँ चाहिँ यस्तो छ क्या गर्ने है त।